सम्पूर्णमा नमस्कार। आदरणीय यस कार्यक्रमका सञ्चालक गुरु र मेरा मित्रहरू, म आयुषबाट तपाईहरुको मित्र, कक्षा 8 मा अध्ययनरत छात्र। आजको यस सुनौलो दिन मिति 2083 साल 2 महिना 29 गते कक्षामा आयोजना गरिएको वक्तृत्व कला प्रतियोगितामा म सहभागी हुँदा ज्यादै नै खुसी भएको छु। र यस वक्तृत्व कलाको शीर्षक रहेको छ ट्राफिक व्यवस्थापनमा मल्टिलेन सडकको भूमिका। यस विषयमा आज म आफ्ना भनाइहरू हजुरमा प्रस्तुत गर्न गइरहेको छु। साथीहरू, तपाई हामी सबैलाई थाहा नै छ आजकलका सडकहरू कति आधुनिक बन्दै गइरहेका छन्, होइन त? तर त्यस सडकमा गुड्ने गाडीहरू अथवा सवारी साधनहरूको संख्या पनि निकै बढिरहेको छ। अब एकपल्ट सोच्नुस् त, सवारी साधनहरूको संख्या बढ्दै जान्छ तर हाम्रा सडक भने पुराना र साँघुरा भयो भने के होला? यदि यस्तो अवस्था आयो भने जताततै जाम हुन्छ र मानिसको ज्यान पनि जोखिममा पर्छ। हो, यस समस्याको सबैभन्दा उत्तम र आधुनिक समाधान भनेको मल्टिलेन सडक हो। अब तपाईहरु कतिपयलाई लाग्न सक्छ यो मल्टिलेन सडक भनेको के हो त? यसको परिभाषा एकदमै सहज छ। गाडी गुड्नका लागि दुवैतर्फबाट दुई वा दुई भन्दा बाटाहरू छुट्याएर बनाएको आधुनिक सडक नै मल्टिलेन सडक हो। अब यसको उदाहरण बुझ्न हामीले अन्त कतै जानै पर्दैन, हामीले हाम्रै क्षेत्रमा रहेको मोहना अत्तरिया खण्डलाई हेरे नै पुग्छ। अब हजुरहरूलाई लाग्न सक्छ साथीले मल्टिलेन सडक भनेको त के हो बुझ्यौं, तर अब यसले ट्राफिक व्यवस्थापनमा कसरी सहज ल्याउँछ भन्ने बारेमा तपाईलाई जिज्ञासा लागेको होला। आउनुहोस् म भन्छु। पहिलो कुरा, यसले सवारी साधनहरूको गति मिल्छ। तीव्र गतिमा गुडिरहेका साना गाडी र ठुला गाडीहरूको लागि छुट्टा छुट्टा लेन हुन्छ, जसले गर्दा उनीहरू एकै ठाउँमा नअल्झिकन सहजै आउन र जान सक्छन्। र अब जामबाट मुक्ति। सडक फराकिलो भएका कारण उनीहरू सवारी साधनहरू एकै ठाउँमा थुप्रिन पाउँदैनन् र जसले गर्दा हाम्रो समय पनि बच्छ, दुर्घटनामा कमी। सबै आफ्नो लेनमा हिँड्ने, अनुशासनमा बस्ने र जथाभावी ओभरटेक गर्दा हुने घटनाहरू पनि कम हुन्छन् र धेरै मानिसको ज्यान पनि जोगिन्छ। अन्तिममा म भन्न चाहन्छु साथीहरू, मल्टिलेन सडकले हाम्रो शहरलाई सुन्दर र विकसित बनाउँछ नै, तर सडक मात्र राम्रो भएर हुँदैन। हामी देशका नागरिकले पनि ट्राफिक नियमको पूर्ण पालना गर्नुपर्छ भन्दै म आफ्ना भनाइहरू यही टुङ्ग्याउन चाहन्छु। हस्त नमस्कार।